1K तपाईँहरूले भ्युज पुऱ्याउनु भयो भने चाहिँ म यो रातो खुर्सानी खानेछु यही भ्लगमा। 1K सब्सक्राइबर पुग्यो भने चाहिँ यो आँखा चिम्लेर खाइनेछ। हेलो साथीहरू, सबैलाई नमस्कार। र हामी आज फर्स्ट भ्लग बनाउँदैछौँ र तपाईँहरूले साथ दिनुहुन्छ भन्ने आशा गरेका छौँ। अब मैले फर्स्ट भ्लगमा हजुरहरूलाई मेरो बारी देखाउँछु। चाहिँ मेरो बुढी हो, बहुत कचकच गर्छ होइन साथीहरू। अब म तपाईँहरूलाई मेरो बारीमा लैजान्छु। मेरो यो फर्स्ट भ्लगमा तपाईँहरूलाई कस्तो लाग्छ, के मैले सुधार्नु पर्छ सब उ गरिदिनु होला। हामी कहाँ दुईटा चाहिँ होइन कुखुरा छ। म तपाईँलाई मेरा कुखुराहरू देखाइदिन्छु है। म त्यहाँबाट आएको, ऊ बुढी त्यहाँ छ। कुखुरा हेर्नुहोस् है त, देख्नुभयो यस्तो गर्छ बिचरा कुखुरा गर्छ। अब मलाई खन्न चाहिँ आन्न साथी, बुढी चाहिँ छ। र हाम्रो तपाईँ देख्न सक्नुहुन्छ यो कुखुरा नजानलाई यस्तो गरिरहेछौँ। लसुन चाहिँ बुढीले मैले रोप्या होइन गाइज। त्यसपछि अब हामी यता हेर्छौँ, सागहरू छ होइन, आलुहरू यस्तो पाला लागेर दुम्म भइसक्यो। मान्छे चाहिँ अलिकति कालो नै छु यार, त्यही पनि फोनले गोरो निकाल्दैन। अलि महँगो फोन किन्नुपर्ने छ। आइफोन चाहिँ किनेर हामीले ट्याक्क पारेर के गर्छौँ भने हामी फोटा खिच्छौँ। हाम्रो सानो छिन् हाम्रो के अरे गोलभेडा यत्रिको छ। अब यो फल्ने हो तर सुकिसकेको छ गाइज। हेर सिबी, अब सिबी देखाउँछु है। हेर्नु सिबी चाहिँ यत्रो भइसक्यो। र गोबी हेर्नुहोस् आनन्द पत्र भएको छ। यतापट्टि पालुङ्गोको साग छ, उतापट्टि राम्रो हाम्रो आलु भएको छ। र साथीहरू अरू के छ, तपाईँहरू के खानुहुन्छ? तपाईँहरू मकै खानुभयो? मकै पनि छ, मकै है। तपाईँहरू के खानुहुन्छ? तपाईँहरूलाई म कहाँ गयो ए धेरै ठुलो केरा छ। अब कति मान्छे 15-16 दर्जन केरा होला। तपाईँहरूले केरा खान मन छ भने चाहिँ आउनुहोस्, सबैलाई इन्भाइट छ। र हामी केरा खान्छौँ, जतिले खानुहुन्छ आउनु होला। अहिले चाहिँ त्यस्तो केही पनि पाकेको छैन होइन। हाम्रो केरा चाहिँ 2-3 घरी छ। र यतापट्टि म देखाउँछु तपाईँहरूलाई है। हेर्नुहोस् यो चाहिँ हाम्रो के छ, म त खाइदिएको जस्तै मटर छ। मटर बुढी, ओ बुढी, मटरमा औषध छिट्याएर बुढीसँग सोधेको आलुमा छिट्या छ अरे। आलु पाला लाएर मर्न लागिसक्यो। हाम्रो मुला पनि छ, मटर पनि छ। मलाई चाहिँ बहुत मिठो लाग्छ यो। कसलाई मिठो लाग्छ हजुरहरूले सोध्ने खाने। अनि साथीहरू हामी अन्त भ्लग गर्न नसक्यो भने हाम्रो आफ्नो घरमा चाहिँ भ्लग गर्न सक्छौँ। सबै साथीहरूले 6 महिना जति भ्लग गर्ने हाल्ने। त्यसपछि भगवानको कृपा जे पनि नदिए पनि अब हामी चाहिँ अरू केही हुने भएन। यही भ्लगमा चाहिँ डिजिटल युग प्रयोग गरेर हामी सुरु गर्छौँ। हामी साथीहरू के गर्ने, अब खाने अरू केही छैन उपाय। त्यही एउटा मोबाइल छ, त्यही मोबाइलमा चल्ने, मोबाइलमा खाने, मोबाइलमा सुत्ने। बिहानदेखि साँझसम्म मोबाइल चलाओ, के गर्ने अरू। मोबाइल बाहेक विकल्प छैन। र मेरो बुढी पनि आइरहेको छ
होइन मेरो बुढीले एकदम खेती गर्न रुचाउँछ। म तपाईँलाई देखाइदिन्छु हामी कहाँ चाहिँ यस्तो हेर्नुहोस् मेवा हेर्नुहोस् कच्चा कच्चा फल्या एकछिनपछि यो फल्छ फल्यो भने चाहिँ खाना आउनु होला। बुढी चाहिँ यहाँ पाला लगाइएछ भन्छ होइन के अरे बुढी कहाँ ल बुढीले पाला लाग्यो भन्छ खै कहाँ लाग्यो पाला देखो त खै खै कुन हो यस्तो कालो साथीहरू कृषिका विज्ञहरू साथीहरू यस्तो यस्तो लाग्यो भनेपछि चाहिँ पाला लाग्यो भन्छ कि भन्दैन यस्तो सुक्न लाग्छ होइन यस्तो सुक्न लाग्छ यसले पाला लागेछ कि छैन भन्ने चाहिँ हामीलाई जानकारी दिनु होला होइन बुढी बुढी के भन्न चाहन्छ हाम्रो पहिलो भ्लग हो केही भन्दैन नि हामी दुखी जनताहरूलाई माया गरिदिनु होला होइन बिचरा भर्खर बिहा गरेर आएको छ केही पनि थाहा छैन दुःख पाएको छ आला चाहिँ पाला लाछ मात्रै भन्छ अरू केही पनि भन्दैन यस्तोको ज्याङ्री छ केही जान्दैन यसले म पनि केही जान्दैन हल्ला हल्ला गर्नु पर्यो यो साग चाहिँ यसले लगाएको है यो के को साग हो ल बुढीले काउली चाहिँ लगाएको छ अनि त्यसपछि आएर यी गाँठकोपी चाहिँ यसो छ होइन साथीहरू यो खुर्सानी पनि फलाएको छ तर खुर्सानी चाहिँ एउटा पनि छैन भर्खर फुल्याएको छ यता छ गाई खुर्सानी यो दुइटो फल्याएको छ र तपाईँहरूलाई म एउटा खुर्सानी चाहिँ रातो खुर्सानी छ 1K तपाईँहरूले भ्युज पुऱ्याउनु भयो भने चाहिँ म यो रातो खुर्सानी खानेछु यही भ्लगमा 1K सब्सक्राइबर पुग्यो भने चाहिँ यो आँखा चिम्लेर खाइने छ 1 भ्युज पुग्यो नि सरी 1 भ्युज होइन 1K पुग्यो भने खाइने छ बुढी तिमीलाई के हो खान्छु खान्ने हो तपाईँले खान्छु भन्नुभएको त बुढी फेरि बहुत बाठो छ मैले खान्छु रे ल साथीहरू 1K भ्युज पुग्यो भने चाहिँ आज खाइन्छ सेयर गर्नु होला र अर्को भिडियो बनाउँदाखेरि यो खाएको देख्नुहुन्छ यदि माया मोह सब पुग्यो भने चाहिँ ल साथीहरू अब हामी चाहिँ घर फर्किन्छौँ खुर्सानी लगेर होइन अनि हजुरहरूले चाहिँ एकदम माया गरिदिनु होला है ल यो खाने भए के गर्ने 1K भ्युज पुऱ्याउने बाई